हेलो गाइज, नमस्ते। आज हामी चाहिँ विकेन्डमा यो दुबईको र शारजाको बोर्डरको ममजर स्थित हामी चाहिँ सानो फ्यामिली ग्यादरिङ। यता हाम्रो सिस्टर पनि हुनुहुन्छ, हाम्रो ब्रदरहरू थोरै हन्टिङमा हुनुहुन्छ अनि चट्टा हामी चाहिँ आएको छौँ। आजको मौसमले चाहिँ अलिकति च्यालेन्ज पनि गरेको छ हामीले, अनि त्यही भएर बाहिर जाने प्लान गरेर आएको। हल्का पानी छिटाउँदैछ। यो चाहिँ दुबईमा अलिक रेयरली हुने मौसम हो। लगभग तापक्रम आजको 20 जति चाहिँ होला। अनि कति बजेको छ अहिले? आज दिनको 4 बज्यो। ओहो, चट्ट यो चाहिँ मकै अर्ग्यानिक स्टाइलमा, अनि यो अर्को चाहिँ जङ्गली बँदेल। हल्का हाम्रो चल्दैछ। साथीहरू हेर्दै जानु होला, भिडियो लाइक कमेन्ट पनि गरिदिनु होला। अब यस्तै छ परदेशमा कहिलेकाहीँ। अनि ल यो के बनाउनु भएको होला? यो के रे दाइ? गङ्गटा क्र्याब। गङ्गटाको क्र्याब ससेज। ओके। अनि कस्तो लागिरहेको छ तपाईलाई आज? मलाई एकदमै रमाइलो। हजुर, हामी चाहिँ इस्ट वेस्ट बेस्टमा छौँ। उहाँहरू पश्चिम नेपाल गोर्खाको हुनुहुन्छ, हामी पूर्व सङ्घसभा। विदेशमा यस्तै हो, धेरै हामी नेपालमा नभेटे तापनि विदेशमा धेरै ठाउँको मान्छेहरू भेट्ने मौका मिल्छ। अनि उता हाम्रो दुईजना देखाउनु त, हाम्रो ब्रोजहरू चाहिँ हाम्रो ब्रोहरू हुनुहुन्छ। उहाँ चाहिँ एकदम यस्तो हेर्नु न, यस्तो हुँदो रहेछ। हेर्नु न, अघि पाकेपछि बरु यस्तो हुँदो रहेछ, केस्रा कपाल जस्तो। अघि नपाकेर रहेछ के? सुदन गुरुङको भाइ भनौँ न। सुदन गुरुङ के भन्छ, उहाँ विदेश आएर मात्रै सुदन गुरुङ के भन्छ गृहमन्त्री हुनु भएको, नत्र उहाँ नै हो गृहमन्त्री। तपाईँले नेपाल छोडिदिएर मात्रै सुदन गुरुङलाई मौका आएको। अनि हाम्रो महावीरपुनको आफ्नै भाइ महावीरपुनलाई चाहिँ चट्ट नेपाललाई छोडेर विदेश आउनु भएको छ। महावीरको आफ्नै मान्छे हुनुहुन्छ उहाँ। दीपक खड्का बन्दुक पड्का। अनि दीपक खड्का जिल्लावासी नै हो। लेमन छ ल गाइस, धन्यवाद।